आज म बनाउँदैछु च्वाचेको मासु र रायोको साग है। अति दामी भएको थियो। यो बनाउन एकदमै सजिलो छ अनि खानलाई पनि लास्टै मिठो हुन्छ है। एक थाल भात रुच्छ। सुरुमा चाहिँ प्यानमा तेल नहालिकन च्वाचेको मासु हाल्ने होइन यसरी। अनि त्यसपछि यसलाई मजाले भुट्नु पर्यो। यो च्वाचेबाट चाहिँ तेल निस्किन्छ होइन। म चाहिँ पोर्क बेली युज गरेको थिएँ। अनि यतिको यो मजाले तेल निस्किँदै रातो हुँदै गइसकेपछि यो धेरै भएको तेललाई चाहिँ टक्कसँगले निकालेर साइड लाउनु पर्यो। नभए धेरै चिल्लो हुन्छ। अथवा मैले तेल निकाल्दाखेरि एक बोडीकै तेल निस्किएको थियो होइन। धेरै तेल खानु हुन्न नि त। अनि यतिको रातो भइसकेपछि यसमा प्याज हाल्ने अनि त्यसपछि नुन हालेर यसमा डल्ले खोर्सानी पनि हालिदिने र यसलाई मजाले मिक्स गर्ने होइन। प्याजलाई हल्का गल्न दिनु पर्यो। प्याज हल्का गलिसकेपछि यसमा बेसार, त्यसपछि मसरुम मसला, चिली पाउडर अनि थोरै जिरा धनियाँ र मरिचको धुलो हालेर मसलालाई मजाले मिक्स गरेर एकछिन पकाउने। फेरि मसला पनि पाक्नुपर्छ। पाकेन भने फेरि हल्का ठस गनाउँछ। अनि अदुवा लसुनको पेस्ट हालेर यसलाई पनि मिक्स गरिदिने होइन। एकछिन मिक्स गरिदिनु पर्यो। त्यसपछि पलाउँछ टमाटरको अनि टमाटर हालेर यसलाई टक्कसँगले एकछिन मिक्स गरिदिने र छोप्नको लागि छोडिदिने। अनि त्यसपछि यसलाई हल्का मिक्स गरेर रायोको सागलाई चुडेर हाल्ने होइन यसरी। अनि यसलाई पनि एकछिन छोपिदिने अनि त्यसपछि यो रेडी हुन्छ है त।